हेलो एन्ड नमस्ते एभ्रिवान। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु, एकदमै आरामै छु। दिस इज डे 2 अनि आज चाहिँ हामी मार्फामा छौँ र अहिले चाहिँ मार्फा चाहिँ घुम्न जान लागेको। मसँग चाहिँ हाम्रो रविन दाई हुनुहुन्छ है। सो कस्तो भयो त दाई हिजोको राइड? अब हिजो त एकदम बेलुका आइपुग्यो होइन, बोल्ने उत्यो नै थिएन नि है। अँ कहिले पुगौँ कहिले सुत्नु ढङ्गु भएको थियो। अँ रमाइलो भयो भनौँ। त्यही त जे होस्, हिजोको राइड चाहिँ रमाइलो भयो, अलिकति हेक्टिक पनि भयो एकदमै, तर पनि रमाइलो भयो। 370 जति हान्यो होला लगभग, त्योभन्दा बढी नै हो। जे होस्, हाम्रो अर्को भ्लगर आउँदै हुनुहुन्छ दुईजनै है। हेलो गुड मर्निङ। कस्तो भयो रातिको सुताइ? बवालै भयो है। ल ठिक छ अनि है तपाईँको चाहिँ कस्तो भयो सुताइ? राम्रै भयो, जिउ चाहिँ दुखिरहेको यार। ए अनि आनन्द एक ढल्केको है, हिजो एकदमै थाकेको थियो नि त सबैजना, एकदमै के भन्ने अब त्यस्तो बाटो आउनु परेको थियो, त्यसमाथि एकदम ढिला नै भयो। अनि हिजो कम त हान्यो त, यस्तो पहाडको ठाउँमा 370 प्लस भनेको चाहिँ धेरै हान्यो नि त, त्यही कारणले गर्दाखेरि नि हो। कहाँ हिजो 370 प्लस? त्यत्रो त्यही त एकदमै खतरै हान्यो। ठिकै छ, अब आज चाहिँ मार्फा भिलेजमा यसो आनन्दले चिलमा जानुपर्छ होइन। मार्फा घुम्नु पऱ्यो पहिला सुरुमा, त्यसपछि अप्पर मुस्ताङ। वेलकम टु मार्फा, द भिलेज अफ एप्पल अर्चार्ड। यहाँ चाहिँ मार्फा भिलेजको इन्फर्मेसनहरू चाहिँ लेखेर राखेको रहेछ है। सो तपाईँहरूलाई पढ्न मन छ भने एकचोटि पज गरेर पढ्नु हुँदा नि हुन्छ। यो चाहिँ यहाँको प्योर लोकल स्याउ मार्फा भिलेजको है। फलिरहेको रहेछ, हरियो हरियो छ, कुनै अलिअलि चाहिँ रातो रातो पनि हुन थालेछ थोरै। ठिक छ। अनि हामी चाहिँ यो मार्फा भिलेज चाहिँ अलिकति एक्सप्लोर गरौँ कि भनेर हिँडेको। रविन दाई अगाडि हिँड्दै हुनुहुन्छ, अनि हाम्रो 4जना साथीहरू चाहिँ अगाडि नै पुगिसक्नु भयो। त्यही हो, यहाँबाटको भ्यू हेर्नुहोस् न, पुरा ठुलो पहाड, दुईवटा पहाडको बिचमा यो मार्फा भिलेज कति सुन्दर छ। अब हाम्रो मेन भ्लगरले वास्तै गरेन हाम्रो भ्लगको, त्यही भएर मैले सुरु गरिदिएँ। कस्तो अरे सबै स्याउको बोट हो, फलिरहेको रहेछ त्यो स्याउ पुरै नजिकै गरेको छौँ न। ल यहाँ चाहिँ लगभग स्याउ पाकिसकेको रहेछ है। यो त खानालाई नै रेडी छ, घर जाने बेलामा चाहिँ लानुपर्छ। यहाँको लोकल स्याउ, यस पुरै स्याउकै बगैँचा के सबै है। कस्तो रियलिस्टिक देखा? मैले पनि त्यस्तै, म त रियलै हो कि क्या हो भन्दा नि। ल हामी चाहिँ यो मार्फा भिलेजको चाहिँ एकदमै पपुलर भाइरल गल्लीभित्र चाहिँ जाँदैछौँ है। अनि नेपाली मुभी त्यो जेरीमा चाहिँ अनमोल केसीले चाहिँ यो ठाउँमा सुटिङ गरेको थियो नि त, अनि त्यो टाइममा चाहिँ सबैजनालाई एकदमै मन परेको थियो। अनि त्यही हो, होटल माउन्ट भिल्ला रेस्टुरेन्ट। वे टु धौलागिरी बेस क्याम्प रे। यहाँबाट चाहिँ ट्रेकको लागि चाहिँ इन्फर्मेसनहरू दिइराखेको रहेछ। आलुबारी डे 1 3900 मिटर रे, डे 2 मा चाहिँ याक खर्क रे 4930 र बेस क्याम्प चाहिँ डे 3 मा पुग्ने रहेछ। हामी चाहिँ ठ्याक्क जेरी गल्ली आइपुग्यौँ है। यहाँ रहेछ जेरी गल्ली चाहिँ, यहाँ गल्लीभित्र जाँदैछौँ। अनि के अरे नामै बिर्सिन्छ भने सुमन दाई र रविन दाई चाहिँ अगाडि गइसक्नु भयो। यो गल्ली पुरै अझै पछाडि छ। सो टक्क लाएर जेरी गल्ली। तर नेपाल एकचोटि यो मुस्ताङ भनौँ न, एकचोटि घुम्न आउनै पर्छ यार। जो पनि दामी छ ठाउँ चाहिँ।
हामी चाहिँ यो मार्फा भिलेजको चाहिँ टपमा आयौँ है र यो टपबाट चाहिँ मार्फा भिलेज कस्तो देख्छ भनेर चाहिँ म तपाईँहरूलाई देखाउँछु ल हेर्नु त दामी छैन त एकदम दामी 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 साथीहरू चाहिँ तलै बसिरहनु भएको छ है फोटोसोटो खिचेर हामी 3 जना चाहिँ माथि आएको छौँ सुमन दाई म रविन दाई यो चाहिँ टक्क जेरी गल्ली है हामी चाहिँ जेरी गल्ली हुँदै हुँदै चाहिँ अब फर्किँदैछौँ दाइहरू पुरा भाइबमा हुनुहुन्छ जेरी गल्ली ल ल ल ल जिस्काइदिएर मार्फा भिलेजको जेरी गल्ली पनि घुमियो यहाँको लगभग सबै ठाउँहरू पनि हेरियो है एकदम ब्युटिफुल अनि स्ट्रक्चर वाइज पनि एकदमै दामी खत्रै थियो बनाएको सबै कुराहरू है सो अब चाहिँ हामी फर्किँदैछौँ लगभग 5 मिनटमा चाहिँ हामी होटल पुग्छौँ त्यसपछि सामानहरू प्याक गरेर चाहिँ हामी कहाँ रे पहिला मुक्तिनाथ हो मुक्तिनाथ अनि त्यसपछि अप्पर मुस्ताङ जोमसममा चाहिँ 12 बजेपछि चाहिँ खत्रै हावा चल्छ भन्थ्यो यहाँ मार्फामा नै हामीले चाहिँ त्यो अनुभव गर्दैछौँ है हावा मजाले चलिरहेछ मेरो कपाल मजाले उडाइरहेछ छायामा मजाले चलिरहेछ अब जोमसममा त योभन्दा त एक्सट्रिम लेभलै होला सो यो चाहिँ आज हामी बसेको होटल र यो होटलबाट चाहिँ देखिने भ्यू चाहिँ यस्तो छ है अनि तल बगिरहेको यो चाहिँ कालीगण्डकी नदी पुरै त्यो कलरै हेर्नु यस्तो छ क्या अनि यहाँ मुनि चाहिँ पुरै स्याउको रुख सबै स्याउ नै स्याउ छ ल सबै स्याउ नै स्याउ मोबाइल नै हातबाट उडौला जस्तो भइरहेछ त हावा त है सो गाइस अहिले चाहिँ हामी चाहिँ मार्फामा छौँ र अब चाहिँ हामी यहाँबाट निस्किन लागेको अनि आजको हाम्रो प्लानिङ भनेको चाहिँ हामी चाहिँ आज अप्पर मुस्ताङै पुग्ने हो र अप्पर मुस्ताङ जानुभन्दा अगाडि चाहिँ एकचोटि मुक्तिनाथ पनि जान्छौँ अनि त्यसपछि चाहिँ बल्ल चाहिँ हामी अप्पर मुस्ताङ जान्छौँ है त अनि अप्पर मुस्ताङ जाने बाटो चाहिँ तपाईँको एकदमै अफरोड छ अरे एकदमै एक्सट्रिमै अफरोड छ अरे जति हामी आयौँ त्योभन्दा त यो त केही पनि होइन योभन्दा अझै धेरै नै अफरोड छ भन्ने कुरा सुनेको छ हेरौँ कस्तो हुन्छ राइड पुरा एडभेन्चर हुनेवालामा छ सो बाटोघाटोमा के भयो म सबै अपडेट चाहिँ तपाईँहरूलाई दिनै रहन्छु सो टिल देन स्टे ट्युन्ड है त अनि अर्को कुरा भनेको चाहिँ यो मार्फा भ्याली चाहिँ यस्तो यो भ्यालीको जियोग्राफी यस्तो खतरा छ लाइक यहाँ पछाडिपट्टि नै पुरै डाँडा छ होइन यहाँ माथि पनि अनि यतापट्टि पनि डाँडै भनौँ अनि यता पछाडिपट्टि नै अर्को डाँडा जताततै डाँडा के अनि बिचमा चाहिँ मार्फा भ्याली छ के बबाल ल डाँडा उता पनि डाँडै हो डाँडा पुरै डाँडा अनि यो बिचमा चाहिँ मार्फा भ्याली ल बिहान यहाँ माथि हिमाल देखिरहेको थियो खिच्नुपर्ने रहेछ छैन अहिले हाम्रो साथीहरू सबैजना रेडी भइसक्नु भयो कि भन्ने आशा गर्छु मैले चाहिँ मेरो बाइक स्टार्ट गरेर राखिदिइसकेँ ल गाइस अब म तपाईँहरूलाई एकैचोटि बाइकमा भेट्छु है त आम्मा बादल पनि कति चाँडो सर्दो रहेछ हौ त्यहाँ पारी बादलको छाया छ कि सरिरहेको कस्तो चाँडो सरेको बादल हावा चलिरहेछ नि त एकदमै धेरै त्यही भएर ल गाइस हामी चाहिँ हाम्रो यो थाक खोला भन्ने होटलबाट चाहिँ निस्किसक्यौँ है हामी हिजो बसेको होटलबाट अब चाहिँ हाम्रो यात्रा चाहिँ मुस्ताङको लागि मुस्ताङ गइसकेपछि अप्पर मुस्ताङ हुनेवालामा छ आनन्दसँग जान्छौँ है बाटो एकदमै अप्ठ्यारो छ एकदमै एडभेन्चरस अलिकति डेन्जर नै छ भनेको छ सो त्यही कारणले गर्दाखेरि चाहिँ हामी त्यस्तो धेरै रफ राइड भन्नाले त्यस्तो उयो गरेर जाँदैनौँ आनन्दले नै जान्छौँ है त्यही हो
यहाँ कुरिरहनु भएको रहेछ। यहाँ अगाडि त्यो आइरहेको च्याङ्राहरू भेडा पनि छ, च्याङ्रा पनि छ। यहाँ च्याङ्राहरूको एउटाको 50-55 हजार पर्छ अरे भने, 50-55 हजार एउटा च्याङ्राको। कति महँगो रहेछ त। यहाँ आएर वर्षमा 200वटा च्याङ्रा उत्पादन गर्यो भने पनि, 200वटा च्याङ्रा मात्र बनाउन सक्यो भने पनि 1 करोड त यतिकै हुने रहेछ ल। अब त्यहाँ अघि गएको त्यो च्याङ्राहरू पनि त केही नभने 50-60वटा छ भनेपछि 25 लाख जति त त्यहाँ च्याङ्रा छ क्या। भ्यू त बबालै छ है। अब त्यही हो, नेपाल इज हेभन भने जस्तै हो होइन। भ्यू हेर्नु न, यस्तो बवाल भ्यू छ, यस्तो बवाल भ्यू छ नि, जता हेरे पनि दामी क्या। त्यही बजाज सेल्स सर्भिस ल, बजाजको सर्भिस सेन्टर यहाँ पनि रहेछ है ल। बजाज मेरो भाइ केही भइहाल्यो, हुन त हुँदैन, भइहाल्यो भने नि यहाँ चाहिँ ल मस्त बजाजको सर्भिस चाहिँ यहाँ मुस्ताङ नै भनौँ न, यहाँसम्म चाहिँ रहेछ ल। जोमसोम मुस्ताङ रे, जोमसोम आइसक्यो। पुरै होटल लाइन के, पुरै नै होटल, सबै नै होटल के, कति धेरै होटल। यो उतै भएको कारणले गर्दाखेरि जोमसोम बस पार्क, घर पर झोङ। कागबेनी 9 किलोमिटर रे ल यहाँबाट कागबेनी 9 किलोमिटर। 9 किलोमिटर भनेपछि कति टाइम लाग्छ? टाइम लाग्दैन। जोमसोमे बजारमा 12 बजे हावा सररा, जोमसोमे बजारमा दामी ल। मुस्ताङ आएर एकदमै ठिक गर्यो जस्तो लागिरहेछ मलाई चाहिँ है, एकदमै बवाल आउँदै ल। दामी हो, दामी हो। ल कस्तो दामी नै हो क्या यार, अति नै बवाल छ क्या, अति नै बवाल ल। साँच्चै भन्नुपर्दा दामी नै छ क्या। नो वर्ड्स टु एक्सप्लेन द ब्युटी अफ कागबेनी मुस्ताङ है। कागबेनी 1 किलोमिटर बाँकी छ अरे है। अब 1 किलोमिटर त यतिकै पुग्छ ल।
उताबाट पारी पहाडमा नि पुरा कागबेनी भनेर लेखेर राखेको रहेछ टक्क लोमान्थाङ मुक्तिनाथ वे टु मुक्तिनाथ पहिला सुरुमा चाहिँ हामी मुक्तिनाथ जान्छौँ भनेपछि राइट ओके यहाँ साथीहरू आउँदै हुनुहुन्छ हेट कस्तो ठाउँ हो यो त बब्बाल दामी के बब्बाल अति नै दामी हावा चलाएको छ फेरि त्यस्तै खेलिरहेछ नि हावाले मलाई ओहे भ्यू दामी यार त्यही कस्तो बवाल के अति नै बवाल छ यार भ्यू अति नै बवाल छ कि अति नै बवाल छ त्यही यो चाहिँ के को बोट रहेछ टन्नै देख्छु कुन चाहिँ गाउँ रहेछ झारकोट गाउँ है गाइज यो चाहिँ ल टक्क पुरानो घरहरू रहेछ पुरै झारकोट यहीँ लेखेर राखेको छ उता माथिबाट झरना बगिरहेछ पुरै अनि यो बेनीदेखि होइन हो बेनीदेखि तपाईँको यता हामी हिजो कहाँ बसेको मार्फासम्ममा तपाईँको यति धेरै झरना भेट्छ बाटोमा यति धेरै झरना भेट्छौँ होइन काउन्टै गरेन कि अझ हिजो हामी रातिको टाइममा आइपुग्यौँ नत्र यति धेरै झरना थियो तोरा लेक यहीँ माथि हो स्मल ओके थ्याङ्क यू हस् थ्याङ्क यू यहाँ चाहिँ एउटा साइनबोर्डमा चाहिँ तोरा लेक भनेर लेखेको रहेछ एकचोटि यो तोरा लेक हेर्न जानु पर्यो सानो छ अरे यहाँ एकजना टुरिस्टहरूले भन्नुभएको है एकजना टुरिस्टले भन्नुभएको ल तोरा लेक ए यत्रो रहेछ ल तोरा लेक उतै गएर हेरौँ न यताबाट यस्तो ल तोरा लेक ल यो चाहिँ तोरा लेक है सानो रहेछ एकदमै डुब्दा पनि डुब्दैन होला हौ यसमा त on the way to मुक्तिनाथ ल यो चाहिँ
मुक्तिनाथ एरिया है टक्क पारोमा मुक्तिनाथ चाहिँ कता हो कुन्नी यहाँ पनि जोस् रारामा जस्तो त्यो घोडाहरू चढाउने त्यो चाहिँ रहेछ यतातिर छुर्पी पाउनु पर्ने हो जस्तो लाग्छ मलाई चाहिँ अझै कति छ पुग्न मुक्तिनाथ हिलो त हिजोको हेरिकन त यो त केही पनि होइन अब ल बाइकको अन्तिम स्टेसन चाहिँ यही जस्तो लाग्यो यहीँ रोकेर जानु पर्ला अब चाहिँ यहाँनिर यसरी टक्क राखिदिने होइन सो गाइज हामी चाहिँ अब चाहिँ टक्क लाएर यो मुक्तिनाथ मन्दिरको नजिकै पुगिसक्यौँ होइन भर्याङ चढ्दैछौँ अनि मसँग चाहिँ हाम्रो देवेन दाई हुनुहुन्छ देवेन ब्रदर हुनुहुन्छ ल ठिक छ ओके देवेन ब्रदर हुनुहुन्छ सो के भनिदिनुहोस् कस्तो भइरहेछ अनुभव अहिलेसम्मको रमाइलो भइरहेछ नि एक्साइटेड माछामा पुगौँ कस्तो छ होइन एक्सपेक्टेसन भएपछि रियालिटी चाहिँ नभइदियोस् त्यही त त्यो त यहाँसम्म यसरी दुःख गरेर आएको यस्तो हेर्दाखेरि बाहिर हुन्छ नि इन्भाइरोमेन्ट हेरेर चाहिँ रमाइलो राम्रो यस्तो पनि ठाउँ छ है भनेर चाहिँ हुने त्यो त हुनै पऱ्यो नि होइन कहाँ धुलखेलदेखि आएको छ अनि त्यही त त्यस्तो त हुनै पऱ्यो 11 आवर राइड गरेर होइन अनि बाइकमा दियो भने अनि तपाईँ नुहाउनुहुन्छ त 108 वटा धारा सामान पनि ल्याउनु भएको छ है ठिक छ ल म चाहिँ नुहाउँदैन है म चाहिँ तपाईँहरूको भिडियो खिच्ने यताबाट मात्र हो ठिक छ एकजना मान्छे चाहिन्छ क्या भिडियो खिच्नलाई यताउता होइन त्यही त फोटोसोटो खिच्नलाई ल ठिक छ जस अहिलेसम्मको राइड चाहिँ बगालै भइरहेछ मैले चाहिँ इन्जोय गरिरहेको छु है बाटो त्यस्तो नराम्रो थिएन बिचमा त्यो तापपानीबाट यता आउनु बेला चाहिँ हल्का भनौँ न अफरोड टाइपको फिल भयो त्यो बेला चाहिँ त्यतिखेर अझ हामी राति आएर त्यति डर भएन दिउँसो आएको भए चाहिँ त्यो यता खोला माथि डाँडा देखेर चाहिँ खत्रै डर लाग्थ्यो होला यताको यो हाई अल्टिट्युडमा अलिक छाती कस्तो क्यापको समाते जस्तो फिल हुँदो रहेछ है अहिले चाहिँ मलाई पनि अलिअलि चाहिँ भयो है सरासर हेरेर कस्तो भयो त्यही त हल्का ठ्याक्कै ठिक छ ल भारी जस्तो छ अब धेरै छैन यही माथि मात्र हो कस्तो खतरा त्यो पुरा रुखको बिचमा काइन्ड अफ जङ्गलै भनौँ न मिनी जङ्गलको बिचमा चाहिँ मन्दिर रहेछ है कस्तो दामी के ठाउँ चाहिँ पिपलको रुखहरू नै त हो नि होइन कस्तो खालको पिपल त धुलखेल्न भए जस्तो त होइन चाहिँ यो त्यही त ठिक छ ल यो चाहिँ मुक्तिनाथ मन्दिर भएको एरिया यहाँ माथिबाट झरना पनि बगिरहेको रहेछ कस्तो मजाले दामी पारामा है सो त्यही हो हाम्रो साथीहरू आउँदै हुनुहुन्छ दुईजना चाहिँ अनि दुईजना चाहिँ अगाडि गइसक्नु भएको छ अनि 108 वटा धारा भन्ने चाहिँ यतै रहेछ ल यहाँ ल टक्क लगाएर कताबाट सुरु गर्ने हो यताबाट सुरु गरेर यता सघाउने होला सायद हो
सो चप्पल लाउन नमिल्ने हो भने फेरि समस्या पर्छ नि। पछि मन्दिर ल 108वटा धारामा चाहिँ पुरा होइन नुहाइरहनु भएको छ पुरै। त्यहाँबाट चाहिँ 108वटा धारा कम्प्लिट हुन्छ। एक 108वटा धारामा नुहाएर पौडी खेल्दैछन् सबैजनालाई टक्क लाएर। कस्तो छेक्यो क्या लगान रहेछ प्रजलले पुरै। ल छेक्यो। अनि म चाहिँ यहाँ गर्मी भएर बसिरहेको है। सो अहिले चाहिँ हामी मुक्तिनाथ मन्दिर एरियाको नजिकै छौँ है। अनि मुक्तिनाथ मन्दिर चाहिँ त्यहाँ यो भित्र छ। अनि यहाँ चाहिँ तपाईँले एउटा बुद्धको प्रतिमा बनाएको देख्न सक्नुहुन्छ। र यो बनाएको चाहिँ लगभग 3 वर्ष भयो अरे। यहाँको स्थानीय दाइलाई सोधेको थिएँ मैले। अनि त्यसपछि उता पारि चाहिँ एउटा गुम्बा छ भनौँ न। अनि त्यो गुम्बामा चाहिँ आगो बल्छ अरे, लाइक पानीमा नै आगो बल्छ भन्ने चाहिँ मैले जानकारी पाएँ। त्यही हो। अनि यहाँबाट एकदमै राम्रो भ्यू देख्न सक्छौँ हामी। जस्तै पुरै देखाउँछु तपाईँहरूलाई। यहाँ हिमाल पनि देख्न सक्छौँ। हिमाल टक्क लाएर ल दामी। ल ठिक छ भगवान। सो गाइस हामी चाहिँ अब मुक्तिनाथबाट चाहिँ फर्किसक्यौँ माथि मुक्तिनाथ मन्दिरबाट है। अनि जो ठाउँ चाहिँ एकदमै वर्दितै छ आउनुको लागि, एकदमै घुम्नको लागि चाहिँ एकदमै रमाइलो अनि पिसफुल इन्भाइरोमेन्ट। सो म चाहिँ तपाईँहरूलाई चाहिँ आउनु भनेर चाहिँ रिकमेन्ड गर्छु। अनि त्यही हो। अब चाहिँ हामी यो मुक्तिनाथबाट हिँडिसक्यौँ। अब हाम्रो ट्राभल भनेको चाहिँ आजको सिधै सकेसम्म चाहिँ लुमानथाङसम्म पुग्ने प्लान छ। अब हेरौँ के कस्तो हुन्छ। सकेसम्म चाहिँ अब पुसै गर्छौँ है। त्यही हो। अहिले चाहिँ 4:30 पनि बजिसक्यो। त्यही कारणले गर्दाखेरि अब कतिखेर पुग्छ भन्ने नै केही फिक्स नै छैन कि। 5 घन्टा 4 देखि 5 घन्टा लाग्छ भनेको छ। अब पुस गर्दै जान्छौँ। लेट्स सी कति बजी पुग्छ। ल यहाँबाट चाहिँ माउन्टेन चाहिँ एकदमै राम्रो देखिरहेको छ अहिले चाहिँ है। यो चाहिँ अझै पनि यो बादलले छेकिरहेछ तर एकदमै राम्रो देखिरहेछ। यतापट्टि यो बादलहरू सबै गइसकेपछि माउन्टेन बबालै देख्छ। हाम्रो प्रजल अनि सुमन दाई चाहिँ आउँदै हुनुहुन्छ। सो गाइज हामी चाहिँ अब फर्किन लागेको। अप्पर मुस्ताङ चाहिँ नजाने कुरा भयो। एकदमै धेरै टाढा छ भन्ने कुराले गर्दाखेरि चाहिँ नजाने कुरा भयो ग्रुपमा यो सरसल्लाह गर्दाखेरि चाहिँ। अनि त्यही हो। कसैको बाइकले साथ नदिने, अनि एउटा बाइकमा डबल लोड, ढाड दुख्ने, यताउता के रिजनहरूले गर्दाखेरि चाहिँ नजाने नै कुरा भयो। त्यही भएर चाहिँ हामी चाहिँ फर्किँदैछौँ। अब सायद आज कागमेनी हुन्छ या जोमसङ या हिजै बसेको ठाउँ मार्फामा गएर चाहिँ हामी बास बस्छौँ। अब त्यही हो। अब अप्पर मुस्ताङ चाहिँ नजाने भयो। अब कुनै टाइम पछि मिल्यो भने फेरि पनि आउने छु। त्यही हो। अब अहिलेसम्मको भ्लग तपाईँहरूले इन्जोय गर्नुभयो होला है। यो यसपालिको अप्पर मुस्ताङको भ्लग चाहिँ यति नै भयो। त्यही हो। अब म तपाईँहरूलाई एकैचोटि चाहिँ होटल गएर भेट्छु है त।